त के भन्छु भनेपछि जुनै पनि होस् कोही मतलब छैन मलाई चाहिँ। तर यति हो कि हामी हामी बाहिर देशमा छौँ, हाम्रो देश राम्रो होस् भन्ने चाहन्छु म। तपाईँहरूलाई म एउटा कुरा सोध्छु होइन, तपाईँहरूलाई यो भिडियो हेरेर के बुझ्नुभयो कि भएन बुझे पनि होला। म तपाईँहरूलाई एउटा कुरा के भन्छु भनेपछि राजसभाले के देश बनाउँछ भनेर के ग्यारेन्टी छ? मलाई त लाग्दैन राजसभाले देश बनाउँछ भनेर। हेर्नुहोस् भाइ बहिनीहरू, दाइहरू, राम्रो मान्छेलाई चुन्न सकेन, नराम्रो मान्छेलाई तपाईँहरूले भोट हाल्नुभयो। धन्यवाद। हेर्दैछु यदि राजसभाले पनि राम्रै काम गर्यो भने देशमा म उसलाई सलाम दिनेछु। हेर्दैछु राजसभाले कति पो काम गर्ने रहेछ, कति पो काम गर्ने रहेछ छैन भनेर। म पनि यहीँ छु र तपाईँहरू पनि यहीँ हुनुहुन्छ। हुन्छ। जय नेपाल।